नमस्कार साथीहरू, आज मैले आलु र पालक पकाएको यसमा चट्टै गीत गाउन लागिरहेकी छु। साथीहरू, यसमा अब गीत मिलाउन लागिरहेकी छु। पकाइने आलु र पालकका साथीहरूलाई सम्झन्छु झलक्क भन्ने एउटा मैले अस्ति टिकटकमा गीत सुनेको थिएँ साथीहरू। त्यो भाका मैले गीत गाउन लागिरहेकी छु साथीहरू। पकाए नि आलु र पालका, आलु र पालका सँगै साथी सम्झन्छु झलक्क, रुँदा रुँदै भयो आँसुताल, बाँच्नै छैन हे दैव, लिन आइज काल, मलाई दिन आइज काल, बाँच्नै छैन हे दैव, लिन आइज काल, मलाई दिन आइज काल। संसारमा मै रहेछु बाँकी, मै रहेछु बाँकी, संसारमा कोही पनि नबाँकी, रुँदा रुँदै भयो आँसुताल, बाँच्नै छैन हे दैव, लिन आइज काल, मलाई लिन आइज काल, मै रहेछु बाँकी, संसारमा कोही पनि नबाँकी, रुँदा रुँदै भयो आँसुताल, बाँच्नै छैन हे दैव, लिन आइज काल, मलाई लिन आइज काल। नमस्कार साथीहरू, मैले यो टिकटकमा सुनेर मलाई एकदम मन परेर यो गीत, मलाई त गीत गाउँदा गाउँदै रुन आउँछ अझ यो गीत गाउँदाखेरि। अनि त्यही भएर मैले यो गीत गाएको साथीहरू कस्तो लाग्यो हजुरहरूलाई? फेरि म अब गीत गाएर राख्नेछु साथीहरू। मलाई धेरै गीत पनि गाउन मनपर्छ, सबै गीत गाउँछ मलाई साथीहरू। र साथीहरू सम्पूर्णमा नमस्कार, शुभ दिन रहोस् साथीहरू। सम्पूर्ण टिकटक फ्यामिली, टिकटक साथीहरूको जय जय होस्, जय टिकटक। आज टिकटकको जन्म भएको थियो र आज मैले सानैदेखि लुकेको कलाहरू यो बुढेसकालमा देखाइरहेकी छु साथीहरू, समय मिल्दाखेरि। तर मैले समय नै पाउँदिनँ साथीहरू। ल, सम्पूर्ण साथीलाई नमस्कार भन्दै यति भन्दै आज बिदा हुन चाहे साथीहरू। नमस्कार, जय जय साथीहरूको जय जय होस्, जय टिकटक।